अ, आजको टपिक चाहिँ पर्फर्मेटिभ। ब्रो यार म लाइफभरि पर्फर्म गऱ्यो। फर इक्जाम्पल म आज जुन ठाउँमा थिएँ होइन, त्यहाँ काइन्ड अफ फेक भन्नु पर्थ्यो लाइक कुनसँग लाइक सँगै बस्दाखेरिलाई जस्तो म थिएँ त्यस्तो क्रेजी लाइक आई डोन्ट नो कस्तो क्रेजी थियो भनेर होइन। उनीहरूसँग बस्दा लाइक पर्फर्म गर्नु पर्थ्यो क्या, झुट बोल्नु पर्थ्यो किनकि इफ आई टोल्ड द ट्रुथ दे विल बी एङ्ग्री, आई नो द्याट। एन्ड फर द्याट आई मेरो फ्यामिलीमा पनि लाइक हमेसा फाइट हुने। जस्ट लाइक युट्युब भिडियो बनाएर काइन्ड अफ आई क्यान एक्सप्रेस एभ्रिथिङ अबाउट मी। देयर इज नथिङ ब्रो यार। तर एक्चुली होइन मैले क्या यो सो लाइक थटहरू क्या जे सोचे त्यही हुन्छ भनेर यस्तो फक्डप भएको थियो मेरो दिमागमा। जे पिडी आउँछ म त यो भइन्छ नि म त ऊ भइन्छ नि भन्ने सोध्दा सोध्दै सोध्दा त्यही पागल भइगएको थिएँ यार म। यस्तो क्या एडिएचडी भएको छ कि मलाई। एन्ड अल्सो पर्फर्म यार अल्सो लाइक मान्छेहरूसँग कुरा गर्ने होला क्या म पर्फर्म गर्थेँ क्या। ओके आई बी लाइक द्याट। त्यो गऱ्यो भने कस्तो होला है, त्यो भने नि मैले यस्तो टाइपको यार। एरोगेन्ट के भनौँ यार। आई जस्ट वान्ट टु इम्प्रुभ, द्याट्स इट। अब कहिले होइन मलाई मैले अगर रङ भयो भने म रङ एक्सेप्ट गर्दा त्यही गाह्रो हुन्थ्यो किनकि इफ इफ यु एक्सेप्ट युर रङ के भन्छन् काइन्ड अफ म हार्टे टाइपको फिल हुन्छ। त्यही कारणले म कहिले पनि आफूलाई गल्ती नमान्ने भयो। त्यो भनी पनि लास्टै चुकिया छ। बट आई विल इम्प्रुभ। एन्ड यो हुन त त्यो टाइम लाग्छ होइन। अनि कलेजमा पनि म पर्फर्म गर्ने कि एक्लै बसिदिने गिगा च्याट औरा मिठो लागिरहेको यार। उसलाई हेल्प गऱ्यो भने तेरो औरा माइनस हुन्छ। औरालाई काइन्ड अफ ओभर गरिदियो। Life is really fun, man, if we try to live. एउटा केटी छ यार क्लासको त्यसको कुरा गर्ने मन छ। यो एपिसोडमा आइ एम जस्ट फ्रिली ओपनिङ होइन। इन माई लाइफ आई अलवेज पर्फर्म के। सब पर्फर्मेटिभ त हुन्न तर लाइक ओभरै म एक्टिङ गर्दा देखिजान्छ। सो त्योसँग चाहिँ यार मलाई धेरै कुरा गर्दा मन छ यार। गर न त, त्यसलाई कसले रोक्यो। आज नै गरेँ पछि गरिदिउँ। फर्स्ट टाइम यार। सरी ओके 5 मिनट त फोन लागिहाल्यो। त्यही हो यार। जस्ट आई नो समटाइम लाइक ठाउँ अनुसारको हुनुपर्छ होइन। तर आफ्नो साथीहरूसँग चाहिँ मजाले आफू जे छ त्यसै कुरा गरिदियो।
अब अफिसमा मान्छेहरू कुरा त्यही होइन ठाउँ अनुसार हेरेर कन्भर्सेसन स्किल पनि धेरै इम्पोर्टेन्ट कुरा हो। फर इक्जाम्पल मैले यो अस्ति किने होइन, यो बोतल चाहिँ एकदम राम्रो बोतल छ कि जसले यहाँ यस्तो मिलाएर क्यारी गर्नु मिल्छ। एन्ड तर मेरो बिग प्रब्लम भनेको मैले चाहिँ होइन क्रिएटिन किनिदिएँ कि क्रिएटिन जसले शरीरको पानी सुकाउँछ, लाइक पानी होल्ड गरिदिन्छ क्या। सुकेको छु झन् सुकाउने कि कस्तो आयो भने। ओके द्याट्स इट। नेक्स्ट टाइम म गिटार बजाउँदै बनाउने भिडियो।